हरियो मटर, आलु, धनिया, टमाटर, खुर्सानी, नुन, मसला र बेसार। कराईमा तेल राख्ने थोरै, तेललाई एकछिन ताप्न दिने। तेल तातिसकेको छ। यसमा म चाहिँ थोरै ज्वानो, जिरा अनि हिङ पुर्याइदिन्छु है। त्यसपछि खुर्सानी, उमालेर राखेको आलुलाई सुरुमा राखेर एकछिन भुट्ने। त्यसपछि हाम्रो हरियो मटर जुन छोडाएर राखिएको छ त्यसलाई पनि एकछिन आलुसँग भुटिदिने। त्यसपछि हाम्रो नुनभन्दा पहिला बेसारपछि नुनपछि मसला, हाम्रो धुलो मसला जिरा धनियाको, यसलाई राखेर एकछिन चलाइदिने है। एकछिन यसलाई चलाएपछि एकछिन यसलाई अब छोपिदिने। एकैछिन छोपेर राखिदिने। भुटिसकेको छ हाम्रो केरा हो। यसमा अब टमाटर राखेर एकछिन चलाएर, म चाहिँ सधैँ यही कालो कराई युज गर्छु, मलाई सजिलो लाग्छ। हामी दुईजनाको फ्यामिलीलाई है। यो कराईमा चाहिँ ठिक्क हुने क्या, सानो पनि छ अनि यो डेली युजलाई एकदमै ठिक लागेर म यही चलाउँछु। त्यसपछि 2 मिनट जति यो टमाटरलाई पनि पाक्न दिने। टमाटरलाई पनि यसरी गरिसकेपछि एकछिन छोपिदिने 5 मिनट जति। हाम्रो लगभग रेडी जस्तो भएको छ। अलिकति यो टमाटरलाई एकछिन मेस गरिदिने, यसरी एकछिन चलाइदिउँ। त्यसपछि हामी यो धनिया राख्छौँ। धनिया अहिले यतिखेर अलिकति सस्तो छ, त्यही भएर मैले अलिक धेरै धनिया राखेँ है। धनिया किन धेरै राख्नुभयो भन्नुहुन्छ होला। हाम्रो तरकारी तयार भइसकेको छ है। अब यो ग्रेभीको रूपमा यतिकै खान चाहनुहुन्छ भने ठिकै छ। म चाहिँ अलिकति रस राख्छु है। रसको लागि थोरै पानी आफूलाई चाहिने जति। एकछिन पानी राखेर एकछिन म यसलाई छोपिदिन्छु। हाम्रो तरकारी कस्तो बन्यो हेरौँ है त। हेर्नुहोस् त कस्तो राम्रो ग्रेभी टाइपको। हेर्नुहोस् त कति राम्रो भएछ। हेर्दै खाउँ लाग्ने मटर आलुको तरकारी म चाहिँ यसरी बनाउँछु है। हाम्रो तरकारी तयार भइसकेको छ। अब खानलाई रेडी।